कालीकोट जिल्ला दुर्गम हो। त्यसमध्ये पनि हाम्रो सानी त्रिवेणी गाउँपालिकाको यो मुम्रा भन्ने झन् एकदम दुर्गम क्षेत्र हो। पहिलेको अवस्थामा अनि हामीलाई यति गाह्रो हुन्थ्यो कि काम गर्दाखेरि, जस्तै यहाँ सुत्केरी गराउँदाखेरि पुरै यस्तो त्यो टाइल साइल केही पनि थिएन। त्यो बलडहरू रह्यो भने पुस्नै गाह्रो हुने। अहिले त फेरि टाइल छ, टाइलमा सफा गर्न छिटो पनि हुने भयो, समयको बचत पनि हुने भयो, सफा पनि देखिन्छ। त्यसको साथसाथै पनि अब इच परियोजनाले गर्दा हामीलाई झन् एकदम राम्रो यहाँ काम गर्नलाई सजिलो सहज वातावरण बनाइदिनु भएको। इमर्जेन्सी सामग्री दिनुभयो, सेटहरू दिनुभयो। एउटा बेबी वर्मर पहिला थिएन। यहाँ मुम्रामा 12 महिना जाडो हुन्छ बच्चालाई, त्यसको लागि एकदम आवश्यक थियो। बेबी वर्मर दिनुभयो, अनि फ्रिज दिनुभयो, एउटा सक्सन मेसिन दिनुभयो, पेरिलाइट दिनुभयो, पिएनसी बेडहरू, अनि एएनसी बेडहरू, बिपी सेट्स, थुप्रै सामानहरू यहाँ उपलब्ध गराइदिनु भयो। पहिला पनि टोयलेटको पिन यताउति राम्रो थिएन, अहिले त्यो पिन पनि राखिदिनु भयो। त्यहाँ धारा छ, अनि पानी प्रशस्त भएपछि सरसफाइमा धेरै राम्रो हुन्छ। सब व्यवस्था नै यस परियोजनाले नै गरिदिनु भयो। अहिले कस्तो भनेपछि गर्भ रहेको 1.5 महिनामै, कोही त 2 महिनामै आएर हामीले सम्पर्क गर्नुहुन्छ। 91 दिनमा हामीले कार्ड बनाइदिन्छौँ। अनि हामीले हरेक महिना गर्भ जाँच गर्न आउनु होला भनेर सल्लाह दिन्छौँ। त्यसको साथसाथै हामीले सरसफाइ, आरामको कुरा, पोसिलो खानेकुरा, क्याल्सियम, आइरनहरू अहिलेको हरेक बार खानाचार भन्छ, त्यही अनुसार घर भएको खाने। उहाँहरूले पनि त्यस्तै भने जस्तै लगभग गर्नेहरूले गर्नुहुन्छ। गर्भवती महिला सुरुदेखि अन्त्यसम्म 8 पटक गर्भ जाँच गर्नुहुन्छ। 8 पटक गर्भ जाँच गरिसकेपछि उहाँहरूले व्यथा लागेपछि तपाईँहरू जसरी नै आउनु होला भनेर यहाँ सुत्केरी गराउन आउनुहुन्छ। नर्मल डेलिभरी भइसकेपछि अब सुरुमा हामीले 24 घन्टासम्म यहीँ राख्छौँ। अनि हामीले 3 दिनमा अनि 7 देखि 14 दिनमा त्यही घरमै गएर हामीले सुत्केरी जाँच्नुपर्छ। त्यहाँ गएर फेरि आमालाई देखिने खतराका लक्षणहरू हेर्छौँ, नवशिशुलाई देखिने खतराका लक्षणहरू हेर्छौँ। के कस्तो छ, अब राम्रै छ भने राम्रै छ, ठिक छैन भने अब त्यही अनुसारको व्यवस्था पनि गरिदिन्छौँ हामीले। अनि हामीले 45 दिनको जाँच चाहिँ हामीले यहीँ आउनुहुन्छ। उहाँ फर्स्ट डिपिटी लगाउँदाखेरि यहाँ हामीले स्वास्थ्य क्लिनिकमै आएर, खोप क्लिनिकमै हामीले उहाँको पिएनसी भिजिट गरिदिन्छौँ। म पहिलोपटक चेकअपको लागि आउँदा पिसाब चेक गरेँ, राम्रै छ, पोजिटिभ देखायो। त्यसपछि डाक्टर निसाबले 3 महिनापछि आउनु भन्नुभयो। 3 महिनापछि आएर चेकअप गर्दा कार्ड दिनुभयो। कार्डमा धेरै लेखिदिनु पनि भयो। 8 पटक चेकअपको लागि आउनलाई बोलाउनु भयो। अनि पहिलो बच्चा जन्मिसकेपछि डेट भयो। अहिलेको बच्चा चेकअप गर्न आउँदा पनि म धेरै आत्तिएको थिएँ, बच्चा बाँच्छ कि नै भनेर। अहिले राम्रैसँग भयो। अहिले धेरै सिकाउनु भयो म्याडमले। कार्डमा लेखिदिनु भएको कुरा पनि धेरै थियो। डेलिभरी हुँदाको टाइममा यस्तो यस्तो हुन्छ भनेर लेख्नु भएको थियो। गाडीको तयारी गरिराख्नु, पैसाको तयारी गरिराख्नु, अनि रगतको पनि तयारी गर्नुपर्छ भन्नुभयो। धेरै काम नगर्नु, आफ्नो ख्याल राख्नु, सबै सिकाउनु भयो म्याडमले। डेलिभरी भइसकेपछि पनि म्याडम सर 2 बार मेरो घरमा जानुभयो चेकअपको लागि। अहिले राम्रै छ मेरो बच्चा।